ल दर्शकबिन अहिले भने चाहिँ तपाईँहरूलाई एउटा पोदाको बारेमा तपाईँहरूलाई म एउटा जानकारी दिन जाँदैछु है। र तपाईँलाई अस्ति नै यो पोदाको बारेमा जानकारी दिनु पर्यो भनेको थिएँ है। र यो पोदाको नाम चाहिँ तपाईँलाई म अहिले लास्टमा भन्छु है। र यो पोदा चाहिँ यस्तो राम्रो अब घरेलु उपचार रहेछ है तपाईँहरूको। र हाम्रो यहाँनिर हाम्रो फुपाले बनाउँथ्यो पहिला है यो दबाई चाहिँ यसको। र अहिले प्रायः जग्गा जग्गामा पाउँदैन पनि है। र अहिले चाहिँ अब घर आँगनमै रोपेको चाहिँ राम्रो रहेछ फुलबारीमै है। र रोपिराख्यो भने यो दबाई एकदमै र कुकुरहरूलाई पनि दबाई राम्रो हुन्छ यो। र वस्तुलाई पनि है तपाईँलाई थाहा भएको कुरो होला है। र लास्टमा चाहिँ यसको नाम म बताउने छु तपाईँलाई यो पोदाको बारेमा। र यसलाई चाहिँ कस्तो रहेछ भने यसलाई तपाईँहरूको खुट्टाहरू दुख्दाखेरि है र जिउहरू दुख्दाखेरि तपाईँहरूको यो पाक्यो भने चाहिँ यस्तो कलरको हुन्छ तपाईँहरूको पाकेर चाहिँ फुटिहाल्छ है। र यसलाई चाहिँ अब टिपेर सुकाउनु पर्ने हुन्छ। यसलाई चाहिँ टक्कै टक्कै टिप्यो यसलाई सुकाउनु पर्ने हुन्छ है। र यसको तपाईँको उपचार चाहिँ के भन्ने कुरो चाहिँ तपाईँहरूको अब एउटा जानकारी है। र तपाईँले यसलाई धतुरो यसलाई जुन चाहिँ सुकाउनुहोस् यसको दाना मेन है। सुकाउनुहोस्, सुकाएर तपाईँले त्यहाँ अलिअलि पिस्नुहोस्। पिसेर चाहिँ तपाईँले के गर्नुपर्छ भने त्यहाँ लसुन पनि तपाईँहरूको है अर्ग्यानिक बस्तीमा रोपेको लसुन अनि तपाईँको तोरीको तेलसँग चाहिँ तपाईँले टक्कै यसलाई मजाले पकाउनु भयो भने चाहिँ एकदमै राम्रो औषधि गुण हुने रहेछ यसलाई चाहिँ है। र हाम्रो फुपाले त्यसरी लाउँथ्यो क्या पहिला कि। र फुपा चाहिँ बितेर जानुभयो निकै वर्ष भयो है। र अन्त यो चाहिँ तपाईँलाई एउटा सानो अपडेट दिँदैछु आज म है। र तपाईँले त्यसरी नै पिसेर एकदम तोरीको तेल प्युर र यसलाई कुच्याएर अनि लसुनलाई कुच्याएर तपाईँले टक्क पकाउनुहोस् है। र जहाँनिर तपाईँहरूको खुट्टाहरू घुँडाहरू जहाँ दुख्छ हातहरू है त्यहाँ तपाईँहरू दल्नु भयो भने चाहिँ एकदमै औषधि गुण रहेछ यो चाहिँ जाति पनि हुन्छ राम्रोसँग है। र तपाईँलाई यो अपडेट दिन चाहन्छु। र यसलाई चाहिँ भन्छ धतुरो भन्छ है साथीभाइ है। यो चाहिँ धतुरो र यो दाँत दुख्दा पनि काम गर्छ तपाईँको। दाँत दुख्दा पनि किनभने दाँत दुख्यो भने तपाईँको यसलाई सुकाएर अलिअलि कुच्याउने तपाईँले च्याकच्याक ढुङ्गामा होइन। कुच्याएपछि तपाईँहरूको बेडी जस्तो बेर्यो जहाँ दुख्छ टक्क राखेर चाहिँ पप तान्यो सबै फ्याँक्यो धुवा जति ठुक ननिलिकन है। निल्दा पनि केही हुँदैन, मात्दैन, मान्छेले माछा भन्छ तर हुनु चाहिँ अब अलिअलि चाहिँ माछा यो अब किनभने केही हुँदैन, मर्ने कुरो होइन यो होइन। र तपाईँलाई एउटा सानो अपडेट यो धतुरो गयो। र तपाईँले पनि यसरी बाटोतिर पाएको छ भने तपाईँले लानुहोस्, रोप्नुहोस् यसको बिरुवा है। र यसरी नै तपाईँले यो भिडियोलाई धेरैभन्दा धेरै तपाईँले साथीहरूसँग सेयर गरिदिनुहोस् तपाईँले है। र उहाँहरूले यो पोदाको बारेमा जानकारी पाओस् है। र भन्दै ल तपाईँहरूलाई एउटा सानो अपडेट ल सबैलाई बाई बाई।